म जापान आएँ त्यतिकै नेपाल गएर भाषण गरेर गर्नुभन्दा यसो समस्या समाधान गर्नु परेन कि त गर्नु पर्यो, होइन भने पनि आवाज त उठाउनु पर्यो नि त। अब अहिले समस्या के छ? अब नेपाली विद्यार्थीहरूको आजको अवस्था हेरेको मैले आज दिनभरि हेरिराखेको छु, हिजो अस्तिदेखि। भाडा कति महँगो छ, काम पाउँदैन, भाषा जान्दैन। नेपालबाट भर्खर 12 क्लास पढेका बच्चीहरू आज प्लेनमा आइराखेका छन्। यो समस्या समाधान कसरी गर्ने हामी? र यसका लागि अहिले पनि कोही मान्छे यहाँ मर्यो भने अहिले डिप्रेसनको रोगी भइराखेका छ यहाँ दाजुभाइहरू। यति कामको प्रेसर छ कि खर्च नै धान्न पुगेको अवस्था छैन। 28 घण्टा काम गर्नुपर्ने, 28 घण्टा जो काम गरिन्छ त्यो कामले आफ्नो कोठाबाट तिर्न पुग्दैन, कलेजको फी तिर्न पुग्दैन। अनि यदि बिरामी भयो, यदि तपाईको उसको मृत्यु भयो भने बिचरा उसको लास नेपाल लिनका लागि यहाँ नारायणहरूले डोनेसन उठाउनु पर्ने अवस्था छ। त्यही भएको हुनाले म नेपाल जाने बित्तिकै शिक्षा मन्त्रीलाई अगाडि राखेर, म खगेन्द्रजी जस्तो नमस्कार गरेर होइन कि अगाडि राखेर औँला ठड्याएर सिधै भन्छु, यानसी गर्नभन्दा अगाडि बिमा नगरी नेपालीहरू यहाँ ल्याउन पाइँदैन। त्यो हामी अगाडि बढाउनु, किनभने त्यो एउटा कुरा। अर्को वर्किङ भिसाको कुरा छ। अब नेपालबाट ल्याउने हेर्नुहोस् है, फेरि अरू कसैले गरे आउँदैन, हाम्रो वरिपरि भएकै मान्छेले गरे आउने है, टाढा मान्छेले गर्दैन। अब नेपाल यहाँ आएर 60,000 तलब दिने, 80,000 तलब दिने, तिनीहरूलाई कारवाही गर्ने हो नेपालमा। तिनीहरूको धन्दा बन्द गर्ने हो, त्यहाँभन्दा अरू दायाँ माया कुरो छैन। हामी निरन्तर खबरदारी गर्छौँ। हामी श्रम मन्त्रीसँग बस्छौँ, गृहमन्त्रीसँग बस्छौँ, आवश्यक पर्यो भने त्यसपछि मात्र हामी संसदमा यो खबरदारी गर्छौँ। हामी स्ट्रिक्ट भएर लाग्छौँ। यसपटक हामी दायाँ माया गर्दैनौँ। मैले यो जापान लगायत विश्वका अहिलेसम्म 6-7 वटा देश घुमिसकेँ। हरेक देशबाट गएर चाहिँ एउटा न एउटा समस्याको समाधान गरेको छु मैले। अमेरिका गइयो, अमेरिकामा के थियो? महामारी दूतावास थिएन। सबैले भने त्यो आजु देवा राणासँग तपाईँ जति 1000 पटक गाली गर्नुहोस्, तर उहाँले महामारी दूतावास गठन गरिदिनु भयो र नेपालीले सुख पाथे। अहिले सोडी मग्लेले कटौती गरिदिनु। अब राजदूतावासलाई गाली गर्नुहुन्छ तपाईँ यहाँ बसेर, ठाडोवाल ल्याएर गाली गर्नुहुन्छ, म पनि गाली गर्छु। जानुभएको छ कर्मचारी कतिजना छन्? 700 जना जापानमा नेपाली हुँदा पनि 4 जना कर्मचारी हो। अहिले 3.5 लाख हुँदाखेरि पनि 4 जना कर्मचारी छ। अब त्यो हुँदैन, कर्मचारी बढाउनु पर्छ। एउटा गाउँपालिकामा 5000 जनसङ्ख्या हुन्छ, त्यहाँ 200 जना कर्मचारी हुने गाउँपालिकामा, अनि 3.5 लाख जनसङ्ख्या भएको त हामी सबै नेपाली हो नि। यहाँ अनि 4 जना कर्मचारीले काम गर्न सकिन्छ? तपाईँहरू सक्नुहुन्छ? त्यो भएको हुनाले राज्यलाई, सरकारलाई जापानमा कर्मचारी थप भनेर पनि म लिएर जान्छु र यदि गरेन भने म संसदमा त्यसको आवाज उठाउँछु। किनभने यो गर्नुपर्ने अवस्था छ। किनभने अब यही हो हामीले गर्ने प्रतिपक्ष। र अनि अर्को एउटा सबभन्दा ठुलो समस्या अहिले के आइपरेको छ यहाँ भने हाम्रो सम्बन्धको कुरा। मलाई यो अहिलेको सरकारले विशेष गरेर देशको प्रधानमन्त्रीले भ्रष्टाचार गर्छन् भन्ने कुरामा म विश्वास गर्दिनँ। तर प्रधानमन्त्री आलोकाते छन्। दलाई लामाको जन्मदिवस नेपालमा मनाउँदा चीनका राजदूतहरूले विज्ञप्ति निकालेका छन्। कहिले भोलि हामी परराष्ट्र नीतिमा फस्दै जान्छौँ कि भन्ने ठुलो डर छ मलाई, होइन? त्यो भएको हुनाले मैले सकिहालेँ। अब त्यो भएको हुनाले अलिक स्पष्टका साथ हामी सरकारलाई खबरदारी गरिरहेछौँ। तपाईँहरूको साथ छ, अझै खुसीका साथ बस्नुहोस्, अझै मेहनत गर्नुहोस्, दुःख गर्नुहोस्। अब धेरै लामो कुरा केही पनि छैन। यहाँ जापान आइसकेपछि हामी सिर्फ तपाईँको यसो घुम्न मात्र आएको होइनौँ, तपाईँको समस्या सम्बन्धित ठाउँमा उठाउन आएको छौँ। अझै मलाई गर्नुहोला, म दूतावासको भ्रमण पनि गर्छु र सबैलाई साथ लिएर जाउँ। जापान र नेपालको सम्बन्ध अझै प्रगाढ बनाऊ। जापानको राजाहरू, युवराजहरू, राजा वीरेन्द्रको राज्याभिषेकमा नेपाल जानुभएको रहेछ। त्यहाँभन्दा पछाडि राजा राज संस्था गइ